तपाईको रेगुलर कस्टमर हिजो कम्पिटिटरको क्याफेमा थियो। किनभने उसले त्यहाँ जाने एउटा रिजन पायो। काठमाडौँमा अहिले एकदमै राम्रो क्याफेहरू छन्। टेस्टले मात्र तपाईको कस्टमर रोक्ने होइन, एउटा सिस्टमले तपाईलाई कस्टमरसँग बाँध्ने काम गर्छ। अनि तपाईसँग त्यो सिस्टम छैन भने चोइस चाहिँ कस्टमरको हुन्छ, न कि तपाईहरूको। अब म तपाईहरूलाई ठ्याक्कै के गर्ने भनेर यहाँ देखाउँछु। लुप लोयल्टी वा स्ट्याम्प मी दुवै फ्री एप हुन्। यहाँ चाहिँ मैले लुप लोयल्टीलाई इन्स्टल गरेँ एप स्टोरमा। अनि हजुरले ओपन गरेर यहाँनिर नाम राख्नुहोस् आफ्नो क्याफेको, अनि इन्फर्मेसनहरू सबै डिटेल राख्नुहोस्, सेटअप गर्नुहोस् हजुरको अफर वाइज। अनि एपले अटोमेटिकली एउटा क्युआर कोड दिन्छ, अनि त्यो क्युआर कोड प्रिन्ट गरेर काउन्टरमा राखिदिनुहोस्। कस्टमरले आउँदा स्क्यान गर्छन्, डिजिटली स्ट्याम्प हुन्छ। नो पेपर, नो कार्ड, नो मेस। जुन क्याफेले यस्तो सिस्टम राख्यो त्यो क्याफेको रिपिट भिजिट भनेको 30%ले बढ्ने चान्सेसहरू धेरै नै हुन्छ, किनकि कस्टमरलाई थाहा छ कि मेरो नेक्स्ट कफी यहीँ छ भनेर। हो त्यो फिलिङ चाहिँ लोयल्टी हो। अब तपाईँले गर्नै पर्ने एउटा काम चाहिँ के भनेपछि कमेन्टमा गएर लोयल टाइप गर्नुहोस् र मैले यो फुल सेटअपको फ्री गाइड चाहिँ तपाईँलाई डिएममा सेन्ड गर्छु। MD2Full काठमाडौँ।